Why you went to UK, अस्ट्रेलियामा भिजा सकेर होइन भिजा त मेरो 2026सम्म थियो जब म अस्ट्रेलियाबाट नेपाल फर्केँ नि अनि म लकडाउनमा 2 इयर्स फसेँ नि त्यो टाइमको कुरा सम्झ्यो भने मलाई एकदमै रुन मन लाग्छ होइन आई वाज रियली डिप्रेस्ड एकदमै गाह्रो थियो त्यो 2 इयर्स काम थिएन एज आई सेड म एकदमै फाइनेन्सियली स्ट्रगल गरिरहेको थिएँ लोन थियो अनि घरमा मान्छे घरमा मम्मीहरूले कहिले जाने अनि त्यसपछि रिलेटिभ्सहरूको पनि त्यस्तै प्रेसरहरू आइरहेको थियो म कहीँ गएन खासै त्यो 2 इयर्समा पनि लास्टै गाह्रो भयो सो युके केम विथ बेटर अपर्च्युनिटी होइन त्यो टाइममा जब अस्ट्रेलिया त्यो 2 वर्ष स्टक भइरहेको टाइममा युके केम विथ बेटर अपर्च्युनिटी त्यसपछि मेरो हस्बेन्डको 3चोटि भिजा रिफ्युज भइसकेको थियो सो इट विल बी भेरी हार्ड टु रिएप्लाई अगेन आई थट इट विल बी अ वाइज डिसिजन युकेमा अप्लाई गर्नु किन भन्दाखेरि जहाँ गए पनि कमाउने नै हो रुल्स भनेको चेन्ज भइ नै रहन्छ सो for better opportunity UK पनि not too bad so I really loved UK यताको इन्भाइरोमेन्ट होइन मान्छेहरू अस्ट्रेलियामा पनि सेम नै हुन्थ्यो होला एक्सप्लोर गर्न पाउँथ्यो होला तर नट विथ माई पार्टनर वेयर एल्स आई क्यान रियली स्पेन्ड माई टाइम विथ माई पार्टनर हियर होइन अब त्यही चाहिँ ठुलो कुरा लाग्यो मलाई चाहिँ अहिले क्वालिटी क्वान्टिटी दुइटै राम्रो छ यहाँ अस्ट्रेलियामा पनि सेम हो सो आई डोन्ट रिग्रेट मलाई रिग्रेट लाग्दैन कि मैले अस्ट्रेलिया छोडेर युके आएँ भनेर सो that's me. Thank you for your comments again. Thank you.